Hello everyone, namaste, Siwa. Welcome back to my another vlog. I hope हजुरहरु सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। आफ्टर लङ टाइम फेरि पनि अर्को भिडियो बनाएको छु अनि आज चाहिँ हाम्रो छुट्टी अनि यहाँ दिदी पनि हुनुहुन्छ। हेलो। अनि हामी चाहिँ आज घुम्न जाँदैछौँ अनि वेटिङ ट्रेन। ओके, हामी आज कहाँ जान्छौँ भनेर चाहिँ हजुरहरुलाई भिडियोमा नै देखाउने छु। Stay tuned guys. दिदी आज हामी कहाँ गएको? BBQ दिदी दाइहरुसँग अब ट्रेन पनि आइसक्यो गाइस। अब जाने ट्रेनमा चढेर गाइस हामी चाहिँ ट्रेनबाट ओर्लेर पनि अब जाँदैछौँ। हामी चाहिँ युङलुङ आइसक्यौँ। युङलुङ भन्ने ठाउँ अब चाहिँ हामी दिदीहरूलाई भेट्छौँ अनि यहाँबाट केमा मिनी बसमा चढेर जाने रे। ओके, अहिले भेट्यौँ है। चाहिँ युङलुङको नजरिया अनि यस्तो छ यताको नजरिया। अगाडि दिदी हिँडिरहनु भएको छ अनि आज चाहिँ एकदम धेरै सन्नी डे, घाम लागिरहेछ अनि एकदम घाम लागिरहेको रहेछ गाइस। किनभने धेरै समयपछि चाहिँ दिउँसो हिँडेको अनि दिउँसो चाहिँ कस्तो छ बाहिरको माहौल मौसम भनेर नै थाहा थिएन। किनभने बिहान उठेर काम अनि राति घर, काममा चाहिँ भित्र भएर थाहा हुँदैन। ओभर गर्नु रहेछ गाइस। लास्टै नेपालको जस्तै यहाँ पनि एकदम धेरै नेपालीहरू बस्नुहुन्छ अनि यहाँ चाहिँ रनिङ गर्नु हुँदैछ यस्तो घाममा पनि। अनि हाम्रो दिदी चाहिँ पर भिडियो खिच्नु हुँदैछ, एकदम ब्युटिफुल देखिरहनु भएको छ। अनि यो चाहिँ युङलुङको यो महल हो अनि यता हो MTR चाहिँ। अनि हामी त्यहीँबाट आएको गाइस। बाटो क्रस एकदम धेरै क्राउड छ गाइस। मान्छेहरू गाडी चढ्नलाई लाइनमा। कति क्युट बोजू। हामीलाई चाहिँ तिर्खा लागेर यहाँ बबल टी जुस खान आँटेको। वेटिङ। आजको हाम्रो भारी हामी चाहिँ BBQ जाँदैछौँ। वेटिङ ट्याक्सी। हाम्रो दिदी त हिरोइन जस्तो देखिरहेछ। यहाँ हाम्रो अर्को दिदी पनि हुन्छ। अरू दिदी भिडियो बनाउँदैछु। आज हामी रमाइलो गर्ने नाच्ने हो भरे भिडियोमा हेर्नु होला है त गाइस। हामी चाहिँ फ्यामिली ट्याक्सी चढेर पनि जान आँटेको। लक्ष्मी दिदी हुनुहुन्छ। ट्याक्सी चढेर धेरै पछि BBQ खान गएको यहाँ। ल है त यहाँको वातावरण चाहिँ यस्तो रहेछ गाइस। बारबेक्यू स्पट आइपुग्यौँ। यहाँ यस्तो सबै हाम्रो यहाँ दाजुले मिलाउनु हुँदैछ अनि यहाँ यस्तो दामी छ। दिदीहरू चाहिँ अगाडि वाउ यस्तो दामी आएछ भ्यू। बाफ्रे कस्तो आनन्द, मनमा शान्ति मिल्यो हरियाली देखेर। नेपालको फिल आयो। अनि हामी चाहिँ फेरि अर्को ठाउँ हेर्न गएको क्या। त्यहाँ अलिकति राम्रो खुल्ला रहेछ क्या। अनि त्यहाँ छ कि भनेर। वाउ यो रुख के पो? मसलाको रुख। दामी आछ है, दामी छ। म चाहिँ यहाँ छु, एकदम रिफ्रेस फिल भइरहेछ आफ्टर लङ टाइम है। एकदम मजा आयो। वाउ चराहरू कराउँछ, फुल रुख पात जङ्गलहरू कस्तो सुनसान हेर त। कति पछि यो शान्तिमा आएको है। आहा
रमाइलो छ गाइज हजुर ए अनि साकेला पनि यहीँ माथि हुन्छ ऊ यहाँ माथि हुन्छ अस्ति सकिसक्यो अनि लास्ट इयर चाहिँ आएको थियो अहिले चाहिँ आउनु पाएन हाम्रो दिदीहरू आउनु हुँदैछ यता चाहिँ बस्नुपर्छ होला हौ अब म हजुरहरूलाई चाइना पनि देखाउँछु ल चाइनाको बोर्डर दामी छ यार दामी दिदी आमा कुन ठाउँमा आउनुभयो तपाईँ त दिदीहरूलाई एकदम आनन्द यस्तो ब्युटिफुल देखेको छ यो हरियालीहरूले वाउ मजा भयो अहिले झन् मजा हुन्छ धेरैजना ग्रुपमा अहिले हाम्रो पार्टीहरू आउने बाँकी छ है यस्तो दामी छ यहाँ आज त इन्जोय गर्नेवाला छु मामा हाम्रो लक्ष्मी दिदीलाई त हिरोइन भन्दा कम देखिया छैन भाइ साँच्चीकै हो दामी देखेको छ दामी छ क्या नेचर भनेको नेचरै हो क्या आफू त त्यसै पनि नेचर लभर पऱ्यो है यस्तो ठाउँमा आनन्द आएको दामी पढेको चाहिँ चाइनाको बोर्डर मलाई पनि थाहा छैन दामी एकदम राम्रो छ है गाइज बादल सरी वरिपरि पछि लाग्नेछु बाडुल्की बनेर भन्ने गीत मनपर्छ तर आउँदैन दामी छ एकदम आनन्द भइरहेको छ फुल पनि पाए हामी चाहिँ यहाँको ताइतोङ ट्रेल वाउ म चाहिँ नेचरको हावाहरू चराचुरुङ्गीको आवाजहरू सुन्न आएको के है सुन्नुभयो तपाईँहरूले हावाको आवाज सिरिरिरिरि आइरहेको छ साँच्चीकै नेचर भनेको चाहिँ नेचरै हुन्छ है कतिसुकै भिडभाड महल ठुल्ठुलो बिल्डिङहरू भन्दा पनि नेचरमा जस्तो आनन्द चाहिँ कहीँ आउँदैन क्या साँच्चीकै कति समयदेखि मलाई एकदम नेचरमा रमाउन अनि एकदम रिफ्रेस हुन मन थियो आज धेरै समयपछि आएको साँच्चीकै कस्तो आनन्द आइरहेको छ हावाको आवाज जङ्गलमा नेट खोज्नु गइरहेको छ जाली कस्तो नयाँ पाउनु भयो दोकानमै किनेको चाहिँ बिर्सेछ अनि दामी छ दामी ल्याउनु काम चलाउन दाउराहरू पनि कस्तो दामी है दिदी वाउ वासरुम पनि नजिकै साँच्चीकै यार लास्टै आनन्द भयो भित्र मनदेखि नै कस्तो दामी फुल फुलेछ कस्तो सुनसान क्या जङ्गलको बिचमा पनि क्या दामी बाटो बनाइदिएको है गाइज म यहाँ भित्र एक्लै आइरहेको छु यहाँ फिल गर्न चराको किरा बोलिरहेछ कस्तो दामी साउन्ड है गाइज सुन्नुहोस् त तपाईँहरू दिदी
एक्लै छु क्या यहाँ जङ्गलमा। गाइस हाम्रो चाहिँ आगो बल्दैछ, यो चाहिँ बिबिक्यूको लागि। अनि यता चाहिँ पानी सानी रेडी। यहाँ चाहिँ तोङ्बाको लहर छ, यो अर्ग्यानिक तोङ्बा। दिदीले उहाँ ढक्कन लाउनु हुँदैछ। यो चाहिँ स्पेसल यहाँ आज दाइ करान दाजु दिदीहरूको लागि अर्ग्यानिक हो। दामी छ है आजको, आज दामी हुने भयो। यस्तो चाहिँ हुनुपर्छ, यतिको चाहिँ यो चाहिँ खत्रै छ त यो। दामी छ है ल। जब हाम्रो यहाँ लभ बर्ड्सहरूको चाहिँ चियर्स हुँदैछ हाम्रो दाजु दिदीहरूलाई चाहिँ। अब यहाँ ल चियर्स हान्नुहोस्। अब यतिको त लभ बर्ड्सहरूको छिटो 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 लु। दिदीले चाहिँ चोखो लाग्छ भनेर हाउ चियर्स। ल होलिडे चाहिँ एकदम राम्रो, ह्याप्पी होलिडे दिदी दाइलाई पनि। ल है त खानु खानु खानु। यतिको चाहिँ हुनुपर्छ है जोडी भएपछि, सदाबहार लङ लास्टिङ फरेभर। दिदी यतिको चाहिँ रमाइलो गर्नुपर्छ है, दामी छ है दामी। अरू चाहिँ हाम्रो पार्टीहरू आउनु बाँकी छ, अहिले चाहिँ हामी मात्रै हो, अगाडि नै आउनु हुँदैछ गाइज। म चाहिँ यहाँ छु है गाइज, कहाँ छ भनेर खोज्नु हुँदैछ होला। म चाहिँ भिडियो त खिच्नै पर्यो। अनि पछाडि रेडी हुँदैछ खानेकुराहरू। हल्का पानी र घाम पनि आइरहेछ, स्यालको बिहे पनि भइरहेछ। घाम पानी स्यालको बिहे भयो। ल दामी आछ भाइ भिडियो त। नढल्किहाल्नु है, अहिले चाहिँ यहाँ मासु कसले पोलिन्छ। अन्त अहिले ढल्क्यो नि त, सकियो त। अहिले सबै अर्गनाइजर नै ढल्किएको हो त, सक्यो। पाएको बोल्यो हौ। जोस रमाइलो भइरहेछ। हामी चाहिँ 4 जना अघि आएर ए लु गजब। मलाई मन पर्दैन नि, म त हजुर। यतिको मासु भयो भने त अनि 1 केजी त जान्छ त। सुपर। यस्तो बनाउने मान्छे त यस्तो खतरा खतरा हुनुहुन्छ अनि भइहाल्छ। खतरा छ है, खतरा व्यवस्था चाहिँ। है त फर्स्ट बाइट दामी है दिदी। कति मिठो हौ। सुँगुर भनेको सुँगुर हो क्या, अरू त मासु जस्तै लाग्दैन। दामी छ। वेलकम गाइजहरू, हाम्रो गाइजहरू बल्ल हामी अगाइसक्यौँ। अगाडिको त पुरै चिनानी जस्तो देखिरहेको छ। चिनानी यता कोरियन फिलिपिना चिना जस्तो देखाएको। ल ल ल डान्स डान्स। यतिको चाहिँ हुनु पर्यो। वेलकम वेलकम गाइस। चियर्स करण दाजु। चियर्स चियर्स। मान्छे अनुसारको
फाइनल्ली हाम्रो ग्रुपहरू भेट भयो अनि यसरी खाँदैछौँ सबैजना। आजको हाम्रो बिबिक्यू पार्टीमा चाहिँ यतिजनै हो जम्मा। भर्खर आउनुभयो 4 जना चाहिँ गेस्टहरू। करण दाजु कस्तो छ जाँड? एकदम मिठो छ। नेपालको सम्झना दिलायो। हो र? सेकुवा पनि दामी छ। दामी त भइहाल्छ नि हामीले पोलेको भने। ओ माई गॉड। त दिदी चाहिँ साग धुन जानु हुँदैछ। भर्खर आयो साग पनि। यता बहिनी खाऊ ट्राई गर। मिठो खाऊ 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 खाऊ। हाम्रो दाजु दिदीहरूले चाहिँ पोल्नु हुँदैछ। ल मिठो हो। टुवाक्कै चटपटे पनि रेडी भयो गाई। चिसो चाहिँ मेरो भएको। हाम्रो दिदीले एकदम दामी बनाउनु भयो। गर्नु न त यो के खाएको एकै होइन चोखो दामी छ है दामी। दामी चाहिँ पनि धेरैबाट ड्याम के ड्याम भयो ल्याउनु थियो अझै। हामी चाहिँ अब लाग्यौँ घरतिर। रातिको 11 बज्यो। छिटो आउनु है। ओ करण दाजु त्यही बस्ने। ल है त गाइज हामी चाहिँ खाएर अब रातिको 11 बज्यो घरतिर लागेको। बहिनीले चाहिँ खाइसकेको छैन पछाडि तोङ्बा बोकिरहेछ। हामी चाहिँ टाढो पुग्नुपर्छ अझै 45 मिनट ट्रेनमा तल झरेर। अनि आई होप हजुरहरूलाई हाम्रो भिडियो हेरेर एकदम इन्जोय गर्नुभयो होला। अनि डोन्ट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब नयाँ हुनुहुन्छ भने चाहिँ। थ्याङ्क्स फर वाचिङ। ल है बाई बाई। सी यु अन नेक्स्ट भिडियो। बाई। गाइडहरू जाँदैछ अगाडि। गाउँमा जस्तो लागेर है बाटोहरू।